नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई स्वागत छ आजको नयाँ भिडियोमा। यदि साथीहरू तपाईँको बिजनेसको लागि होस् वा तपाईँको इन्डिभिजुअल कुनै कामको लागि होस् वा तपाईँ ब्लगिङ गर्न चाहनुहुन्छ र ब्लगिङबाट पैसा कमाउन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँले एउटा प्रोफेसनल वेबसाइट हैन एकदमै राम्रो वेबसाइट बनाउनु पर्ने हुन्छ। यदि तपाईँ ब्लगिङ गर्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँले एकदम राम्रो वेबसाइट बनाएर त्यसमा राम्रो तरिकाले कस्टमाइज पनि गर्नुपर्ने हुन्छ र त्यसलाई एडसेन्स एप्रुभ गरेर अनि मात्र तपाईँले गुगल एडसेन्सबाट पैसा कमाउन सक्नुहुन्छ। हो, यसको लागि तपाईँले एकदमै राम्रो वेबसाइट बनाउन चाहनुहुन्छ तर त्यसको लागि तपाईँलाई कुनै पनि नलेज छैन हैन, केही जानकारी छैन भने सो मैले चाहिँ तपाईँलाई वेबसाइट हैन सर्भिस वा अन्य कुनै डिजिटल सर्भिसहरू प्रोभाइड गर्ने सोचिरहेको छु। सो यदि तपाईँ कुनै पनि वेबसाइट बनाउन चाहनुहुन्छ जस्तो ट्राभल, टुरिज्म हैन, एजुकेसनल कन्सल्टेन्सी होस्, बुकिङ अपोइन्टमेन्ट होस् वा हेल्थ केयर हैन, हस्पिटल, कुनै न्युज पोर्टल होस् वा होटल, स्कुल, कलेज, पर्सनल पोर्टफोलियो ब्लग होस् वा बिजनेस कम्पनीको लागि होस् वा अन्य कुनै पनि किसिमको वेबसाइट बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ है त। र आजको भिडियोमा चाहिँ मैले तपाईँहरूलाई यदि तपाईँ यस्तो किसिमको वेबसाइट बनाउन चाहनुहुन्छ बनाइराख्नु भएको छ र त्यसको लागि तपाईँलाई कुनै पनि थिमहरू, प्लगिनहरू हैन जस्तो वा अन्य कुनै जस्तो एलिमेन्टर यस्ता प्लगिनहरू तपाईँलाई आवश्यक छ भने तपाईँले एकदमै सस्तो मूल्यमा हैन जिपिएल भर्जन चाहिँ मैले तपाईँलाई प्रोभाइड गर्दैछु एकदमै सस्तो मूल्यमा। मैले चाहिँ एकदमै महँगोमा किनेर तपाईँलाई एकदमै सस्तोमा दिने हो। सो त्यसको लागि तपाईँले गुगलमा आएर यहाँनिर DIPAK दीपक बडेला भनेर सर्च गर्नुभयो भने तपाईँले यो साइट भेटाउनुहुन्छ हैन। यहाँनिर dipakbadela.com.np भन्ने यो साइट यसलाई यसरी ओपन गर्नुहोला। यहाँनिर हाम्रो साइट ओपन हुँदैछ र ओपन भइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस देखाएको छ हैन। यहाँनिर देख्न सक्नुहुन्छ हाम्रोमा यहाँनिर हैन यहाँनिर एड्सहरू पनि सो भइरहेको छ भनेपछि यो हाम्रो साइट चाहिँ गुगलबाट एप्रुभ भइसकेको छ है त। अब यसबाट पैसा पनि कमिन सुरु भइसकेको छ। हो, तपाईँले पनि यस्तै बनाउन चाहनुहुन्छ त्यसको लागि तपाईँलाई यहाँनिर थिमहरू, प्लगिनहरूको आवश्यक छ भने तपाईँले यहाँनिर सबभन्दा पहिला त यहाँनिर सप भन्ने सेक्सन छ, यो सपमा जानुहोस् हैन। अब सपमा गइसकेपछि साथीहरू तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ हैन। यहाँनिर ब्लगरको लागि छ एस्टा प्रो हैन, अनि त्यसपछि यहाँनिर एलिमेन्टर, जेन्डेप्रेस, अनि त्यसपछि यहाँनिर ऱ्याङ्क म्याथ हैन प्लगिन छ, त्यसपछि WP रकेट यस्ता अन्य प्लगिनहरू पनि छन्। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ हैन। युज्ड एसइओ प्लगिन हो, यस्ता किसिमका प्लगिनहरू तपाईँलाई किन्न चाहनुहुन्छ भने एकदमै सस्तो मूल्यमा तपाईँले यो साइटबाट किन्न सक्नुहुन्छ। जसको लागि फर इक्जाम्पल मलाई यहाँनिर जेन्डेप्रेस थिम चाहियो हैन। त्यसको लागि यहाँनिर यसलाई यसरी ओपन गर्नुहोस् अथवा यहाँनिर तपाईँले एड टु कार्ट गर्दा पनि हुन्छ। म यसलाई ओपन गर्छु। ओपन गरिसकेपछि अब साथीहरू देख्न सक्नुहुन्छ हैन। यहाँनिर एउटा कस्टमरले रिभ्यू दिनुभएको छ भनेपछि कृष्ण यादवजीले थ्याङ्क यू पर्फेक्ट वर्क भनेको छ। भनेपछि यो तपाईँले जेन्डेप्रेस प्रो थिम किन्न चाहनुहुन्छ भने हैन, यो प्रो थिम किन्न चाहनुहुन्छ भने त्यसको लागि यहाँनिर तपाईँले जम्मा 200 यसमा राखेको छ। जस्तो तपाईँले यहाँनिर हाम्रो प्रोमो कोड जस्तो दीपक यो साइटकै नाम हैन युज गर्नुभयो भने तपाईँले 25% डिस्काउन्ट पाउनुहुन्छ। जस्ट यो चाहिँ तपाईँले 150 मा पाउनुहुन्छ। यसलाई तपाईँ यहाँनिर एड टु कार्टमा क्लिक गर्नुहोस् यसलाई किन्नको लागि। ओके, एड टु कार्टमा क्लिक गरिसकेपछि यहाँनिर हामी यहाँनिर प्रोमो कोड भनेको छ हैन। यहाँनिर हामी प्रोमो कोड नै राखिदिउँ न। सो हामी यहाँनिर म यसको नाम म कपी गर्छु। यहाँनिर तपाईँले मैले यो कपी गरेँ यहाँनिर दीपक बडेला भन्ने मैले यसलाई अप्लाई गर्छु है। र यहाँनिर दीपक बडेला भनेर तपाईँले कुपन कोड राखिसकेपछि ओके देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो 30 रुपिस डिस्काउन्ट भएको छ। यहाँनिर हाम्रो 170 मा हामीले पाउँदैछौँ। अब यहाँनिर प्रोसिड टु चेकआउट भन्ने छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि अब चाहिँ तपाईँले यहाँनिर यसलाई सजिलैसँग किन्न सक्नुहुन्छ है त। ओके, अब तपाईँले सबभन्दा पहिला त यहाँनिर के भनेको छ भन्दाखेरि युजर नेम पासवर्ड राखेर यसमा लगइन गर्नुहोस् भनेको छ। म चाहिँ लगइन गर्छु है, मैले लगइन नगरेको रहेछु। यहाँनिर मैले चाहिँ अलरेडी पासवर्ड बनाएको हुनाले मैले यहाँनिर यसलाई लगइन गर्छु। सो तपाईँहरूले यहाँनिर अकाउन्ट बनाउनु होला। फर इक्जाम्पल यहाँनिर तपाईँले माई अकाउन्टमा जानु होला हैन। माई अकाउन्टमा गइसकेपछि यहाँनिर दुईवटा अप्सन, एउटा लगइन छ एउटा चाहिँ रजिस्टर छ। तपाईँले यहाँनिर डाइरेक्ट
लगइन के अरे कन्टिन्यू विथ गुगलमा क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ तपाईँको लगइन भइहाल्छ होइन, डाइरेक्ट ओके देख्न सक्नुहुन्छ। मेरो चाहिँ मेरो इमेलबाट डाइरेक्ट लगइन भइसकेको छ। अब यहाँनिर चाहिँ हाम्रो यहाँनिर डिटेल राखेर यहाँनिर तपाईँले फर्स्ट नेम राख्नु, त्यसपछि लास्ट नेम राख्नु, त्यसपछि यहाँनिर कम्पनी चाहिँ राख्नु पर्दैन, नेपाल, तपाईँको एड्रेस होइन, तपाईँको सिटी, तपाईँको जोन होइन, यहाँनिर जिप कोड, नम्बर, इमेलहरू राखेर यहाँनिर त्यसपछि अब यहाँनिर यतापट्टि चाहिँ यहाँनिर एउटा बैंक ट्रान्सफर छ, एउटा चाहिँ इस्यु छ, इस्यु र खल्ती यो यी मध्ये कुनै पनि ठाउँमा तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। यहाँनिर हाम्रो चाहिँ 170 रुपिस भएको छ। भनेपछि यहाँनिर यसरी टिप्का लगाउनुहोस्, प्लेस अर्डर गर्नुहोस्। प्लेस अर्डर गरिसकेपछि अब चाहिँ यहाँनिर तपाईँको अर्डर कम्प्लिट हुन्छ। ओके देख्न सक्नुहुन्छ यहाँनिर थ्याङ्क यू, योर अर्डर हेज बिन रिसिभ भनेको छ। हाम्रो अर्डर नम्बर यति, त्यसपछि टाइम यति, इमेल यति, पैसा यति, पेमेन्ट मेथड यो भनेर देखाएको छ है। सो यहाँनिर अरू पनि थुप्रै देखाएको छ। यहाँनिर तपाईँले क्यान्सल पनि गर्न सक्नुहुन्छ होइन। अब क्यान्सल किन गर्ने हामी, अनि हाम्रो चाहिँ इमेलमा पनि आएको होला सायद, कि हामी इमेल ओपन गर्छौँ। इमेल ओपन गरिसकि देख्न सक्नुहुन्छ हाम्रो योबाट योर अर्डर के अरे थ्याङ्क यू योर अर्डर जेन्डर प्रेस थिम 200 को डिस्काउन्ट गरेर 160 मा आएको छ भनेको छ। सो अब चाहिँ यहाँनिर केही समय लाग्छ, तपाईँले पेमेन्ट गरिसकेपछि यहाँनिर व्हाट्सएपमा होइन जेमा पनि पठाउन सक्नुहुन्छ। यहाँनिर जस्तो यहाँनिर तपाईँले हेर्नुहुन्छ भने यतापट्टि यहाँनिर व्हाट्सएप आइकन छ होइन, अर्थात् तपाईँले यहाँनिर तल क्लिक गर्नुहुन्छ, यहाँनिर फेसबुक छ, यहाँनिर तपाईँले नम्बर होइन, यहाँनिर जिमेल छ, जिमेलमा तपाईँले आफ्नो पेमेन्ट गरेको डिटेल पठाइदिनु भयो भने तपाईँको 1-2 घन्टा पछि, अथवा यदि यहाँनिर सपोर्ट टिम चाहिँ अनलाइनमा छ भने तुरुन्तै तपाईँको एप्रुभ गरिदिन्छ। एप्रुभ गरिसकेपछि तपाईँले यहाँनिर तपाईँलाई इमेल नै प्राप्त हुन्छ होइन, इमेल नै प्राप्त हुन्छ। इमेलबाटै तपाईँले यसरी डाउनलोड गर्न सक्नुहुन्छ। अथवा तपाईँले माई सेक्सनमा जाने यहाँनिर डाउनलोड सेक्सनमा क्लिक गर्नुभयो भने यहाँनिर डाउनलोडमा नै तपाईँको सबै कुराहरू देखाइदिएको हुन्छ। सो यहाँनिर देख्न सक्नुहुन्छ होइन, यसरी यहाँनिर यसरी यो क्लिक गर्नुभयो भने यहाँनिरबाट सजिलैसँग डाउनलोड गर्न सक्नुहुन्छ है त। सो यसरी साथीहरू तपाईँले यो साइटबाट सजिलैसँग तपाईँले चाहिने कुनै पनि वर्डप्रेस मेटेरियलहरू डाउनलोड गर्न सक्नुहुन्छ, अथवा सजिलै सस्तो प्राइसमा किन्न सक्नुहुन्छ। र तपाईँलाई यो प्रोडक्ट किनिसकेपछि तपाईँलाई अब कुनै समस्या आयो होइन, जस्तो अपलोड गर्न तपाईँले जान्नु भएन भने त्यसको लागि हाम्रो सपोर्ट टिम पनि छ। सो तपाईँले मलाई आएन होइन, यो अपलोड गरिदिनुहोस्, या केही यसमा केही मिस्टेक छ भने सच्याइदिनुहोस्, या केही समस्या छ भने यसलाई फिक्स गरिदिनुहोस् भन्नुहुन्छ भने पनि हाम्रो टिमले तपाईँलाई हेल्प चाहिँ गर्नुहुन्छ है त। सो ल त दाजुहरू आजलाई यति नै। आई होप तपाईँले कुरा राम्रोसँग बुझिसक्नु भएको छ। ल त आजलाई यति नै, अर्को भिडियो ल, धन्यवाद।